हेलो साथीहरू, आज चाहिँ म यहाँ तकदा घुम्नु गएको थिएँ। त्यहाँको तकदा जाँदाखेरि चाहिँ रामपुरे त्यहाँ 6 माइल मुनि बजारमा चाहिँ एकजना बाजेले चाहिँ सब्जी जङ्गली सब्जीहरू बेच्नु हुँदो रहेछ। त्यहाँबाट टिम्बुर, चिन्डे र यो बेतको टुसा भन्नुभयो। यो बेतको टुसा चाहिँ सब्जी खान्छ भनेर चाहिँ भन्नुभएको थियो। त्यो चाहिँ मैले किनेर लिएर आएँ, दबाईको रूपमा हुन्छ भन्नुभयो। र जङ्गली सब्जी पनि यसो ट्राई गरौँ भनेर आज जिजिएमएस तपाईँहरूलाई थाहै छ कतिको लाइन बस्नुपर्छ चढ्नुको लागि हो। बल्ल बल्ल एउटा गाडी आयो र म चाहिँ अहिले बसतर्फ लागेँ र यहाँ सेकेन्ड सिटमा बसेर र सधैँको जस्तै यहाँ आइसकेपछि 50 रुपियाँको दुध सधैँ लान्छु र भाइलाई भनेको थियो र उहाँले मागिदिनु भयो। र यो दुध सधैँको जस्तो दुधको पोखा लगेर चाहिँ म बाटोमा गरेको पनि थिएँ र यसो बेलुकाको है जामसाम हुन्छ भनेको पो आज जाम चाहिँ छैन छ। रेलवे स्टेसन क्रस गर्दै गएँ। उहिलेको ब्रिटिसको जमानाको स्टिम इन्जिनहरू सायद बेलुका तुरेर राखिरहेको थियो र यहाँ ट्राफिकले पनि पुलिसहरूले पनि गएर ट्राफिक कन्ट्रोल गर्नुपर्छ। यहाँनिर आज चाहिँ जाम थिएन भन्दा भन्दै मेरी भिल्ला आइपुग्यो अरे। मेरी भिल्लाको त्यहाँनिर त जाममा नफस्ने त कुरै आएन, किनभने यहाँनिर दुईपट्टि फुटपाथ पनि छैन। एक त ट्रेन आउँछ हो, तर म आफ्नो त्यहाँ जग्गामा आइपुगेर चाहिँ गाडीबाट झरेँ। अब चाहिँ मजाले घरमा गएर बुढा नानीलाई यो सागसब्जीहरू जङ्गली लिएर आएको छु भनेर देखाउनु पऱ्यो भनेको त उनीहरू त स्कुलमा ल्याउनु गएको छ नानीलाई बेलुका। म पो छिटो घर आइपुगेको छु। अन्त एकछिन मेरी भिल्लामा बस्नु पऱ्यो किनभने चाबी मेरोमा थिएन। र त्यहाँ बस्दै नै दुईजना हाँस्दै नै परबाट नानीलाई लिएर आएछ। आज फ्राइडे पनि हो र स्कुलमा ट्युसन बस्दाखेरि अलिक ढिलो हुन्छ, 5 बजिहाल्छ भन्दा भन्दै ट्रेन पनि आएछ। त्यो चाहिँ एकदमै छेउबाटै जान्छ र यहाँ बसिरहेको थिएँ। ट्रेन पनि बाई बाई भन्दै क्रस गऱ्यो र घरमा आइपुग्यो। र घरमा आएर चाहिँ यो 20 रुपियाँको टिम्बुर है साथी, एउटा गाउँ डल्लै बाँड्ने टिम्बुर दियो बाजेले। यो 30 रुपियाँको चिन्डे कच्चा दामी हुन्छ। यो चाहिँ फर्स्ट टाइम लिएर आएको मैले, जिन्दगीमा कहिले पनि खाएको थिइनँ। बेतको दाना चाहिँ खाएको, तर बेतको टुसाको चाहिँ सब्जी चाहिँ खाएको थिइनँ। र बाजेले चाहिँ यो चाहिँ 60 रुपियाँदेखि 1 रुपियाँ पनि घटाउनु पनि भएन। यो चाहिँ दबाईको रूपमा खान्छ नानी, त्यही भएर यसको दाम यति पर्छ भन्नुभयो। र म चाहिँ सिधै आएर मुखसुख धोएर चाहिँ यो केलाउनु थालेँ र यसरी काटकुट गर्नुपर्छ। र काटिसकेर चाहिँ यसलाई बारिकीसँग मसिनो काटिसकेपछि उसिनेर फ्याँक्नुपर्छ यसको पानी भन्नुभयो। अन्त र म चाहिँ यो मजाले काटेँ र प्याजहरू आफ्नो मजाले मिहिन गरेर प्याज एउटा डल्लै काटेँ। अनि कराई बसाएर चाहिँ यहाँनिर ग्यासमा त्यहाँबाट त्यो अघि उसिनेको जुन पानी फ्याँकेर चाहिँ रेडी गरेँ। प्याज टमाटरहरू सबै रेडी गरिसकेर लसुन ससुन कुचाएँ, किनभने जङ्गली चिजबिज हो यसमा चाहिँ अब लसुनले अलिक पोइजनहरू पनि काट्छ भने लसुन ससुन किचाइसकेपछि चाहिँ यो उसिनेको जुन अघि त्यो टुसा थियो बेतको त्यो चाहिँ रेडी गरेँ। अन्त तेल हाल्नु थालेँ। टक्क तेल हालिसकेपछि चाहिँ अब यो तेल खरिनु पऱ्यो र जसरी जिरा पड्काएँ, जिरा पड्काएर एकछिन अब चलाउनु पऱ्यो। यसलाई फुस्रो हुन्जेल चलाइसकेपछि चाहिँ अब मैले यहाँनिर प्याज हालेँ र अघि काटेको प्याज चाहिँ एउटा डल्लै काटेको थिएँ र यसरी प्याज चाहिँ सट्टा हालिदिएको छु। अब यसलाई ब्राउन हुन्जेल चाहिँ एकछिन भुट्नुपर्छ हो। र मजाले यसरी भुटिसकेपछि चाहिँ अब मिक्समा चाहिँ तपाईँले आफ्नो स्वादअनुसार यो मैले लसुन पनि यसमा एड गरेँ। र यो लसुन एड गरिसकेपछि चाहिँ अब कस्तो चाहिँ हुन्छ भने एउटा एक्साइटेड हुन्छ नि त। यो फर्स्ट टाइम लिएको सब्जी है, पहिला नखाएको कहिले पनि। म चाहिँ त्यो टमाटर चाहिँ लास्टमा पाकिसकेर हाल्छ, तर यो अलरेडी त्यो बेतको टुसा उसिनेको कारणले गर्दाखेरि पाकिसकेको थियो र टमाटर पहिला हालेर हर्दी हालेँ। अन्त मजाले चलाएर चाहिँ अब मजाले पकाएर खुवाउनु पऱ्यो। घरमा के हो कसो पहिला पनि त्यो गुरुबा ल्याउँदाखेरि यसरी उसिनेर फ्याँकेर पकाउँदाखेरि चाहिँ सायद मैले बनाउनु जानिनँ कि के हो, जिब्रोदेखि मुख डल्लै कोक्काएर एक गाँस खाँदा नै सबै घरको मान्छेले मलाई कराएकै हो। र आज पनि आएर के लिएको यस्तो सब्जी, यो पहिला पनि त्यस्तो थिएन जङ्गली सब्जी
बनाउनु पनि जान्ने होइन के हो कसो भन्ने भन्दा म चाहिँ अब यो फर्स्ट टाइम हो के हो कसो है र अर्कै टेस्ट हुन्छ कि भन्ने हेर्दा चाहिँ अब ताँबा जस्तो छ साथीहरू है कलरहरू पनि मजाको र कस्तो चाहिँ बन्यो भनेर है नुनसुन हालिसकेपछि पाकिसकेपछि म चाहिँ अब पहिला आफूले चाख्नु परेपछि घरकोलाई खुवायो भने त अब कस्तो के टेस्टहरू हो यो भन्छ हो कस्तो भएछ भनेर चाहिँ म चाहिँ टेबलमा यसो चाख्नु बसेँ ल है साथीहरू चाख्दैछु अब यसको टेस्ट चाहिँ तपाईँहरूलाई म भन्दैछु कस्तो लाग्छ भनेर हो हेरिहाल्नुहोस् जसले यो चनिया हो त्यो यस्तो रहेछ कि त्यो घरको सब्जीहरू जस्तो चाहिँ हुँदैन रहेछ टर्रो टर्रो हुँदो रहेछ यत्रो पानी उमालेर फ्याँक्दाखेरि पनि है यो चाहिँ 60 रुपियाँ बिट्टा भन्यो त्यो बाजेले है तकदामा रामपुरी जाने बाटोको छेउमा र त्यहाँनिरबाट ल्याउँदाखेरि चाहिँ यो अब अहिले बनाएर चाख्दैछु है यो चाहिँ दबाई हो दबाईको रूपमा हुन्छ त्यसले गर्दाखेरि चाहिँ अब महँगो भएको भने 1 रुपियाँ पनि घटाएन बाजेले हुनुहुन्छ 60 रुपियाँ जङ्गलको बिचमा रहेछ है त्यसमा अब अहिले बनाएर यहाँ खाएर चाख्दाखेरि चाहिँ टर्रो टर्रै हुँदो रहेछ जसलाई चाहिँ अब टर्रोहरू तितोहरू मन पर्दैन उनीहरूले चाहिँ यो चाहिँ नखाएकै बेस्ट लाग्यो मलाई जसलाई चाहिँ मनपर्छ है मलाई चाहिँ मनपर्छ तितो मनपर्छ त्यो भएर चाहिँ अब यो ल्याउँदाखेरि र घरमा पकाउँदाखेरि चाहिँ अहिले गाली पनि खाइयो बुढियाकोबाट नानीकोबाट पनि के ल्याएको यस्तो पहिला पनि गुर्बा ल्याएर पकाउनु नजानेर कोक्काएर मुख झन्डै मऱ्यो हामी भन्नुहुँदै थियो अब त्यतिखेर त लु पकाउनु जान्दिनँ तर अहिले चाहिँ अब उसिनेर मजाले पकाएर है तपाईँहरूसँग चाख्दैछु र यो चाहिँ घरको घरेउली सब्जी जस्तो चाहिँ हुँदैन रहेछ साथीहरू त्यो बाजेले पनि भन्दै थियो रमभेडा पेचा पै हालेर बनाएकै हो र पनि टर्रो टर्रै हुँदो रहेछ जसलाई तितो टर्रो मनपर्छ उनीहरूलाई चाहिँ ठिक रहेछ साथीहरू यो त्यो मिठो खालको चाहिँ हुँदैन ओके बाई बाई